म एक देशभक्त ब्राह्मणको छोरा हुँ र मैले एक देशभक्त राईको छोराको सपोर्ट गर्छु। यसको मतलब यो हुँदैन कि मैले उसको झोला बोक्छु। मेरो बाउ बाजे र मेरो स्वयंको पनि कुनै पनि मगर गुरुङ कुनै पनि जात जातिको मान्छेले झोला बोकेको छैन। न त हामीले देश लुटेका छौँ न त देश खोक्रो बनाएका छौँ। जातीय आधारमै कोटाको रूपमा ब्राह्मण क्षेत्रीलाई छुट्याइएपछि सरकारी जागिर खान अत्यन्त गाह्रो भएर विदेशको ठाउँमा दुःख गर्दैछु र मैले आफ्नो दुःख गरेर खाइरहेको छु। विगतमा केही मान्छेहरूले गरेको असभ्य कामको कारण अहिलेको 80-82 लाख जनसङ्ख्यालाई नै दोष दिनु भनेको आफ्नै घरमा गृहयुद्ध सुरु गर्नु हो, जसले आफ्नो घर कमजोर बनाउँछ र विदेशी चलखेलको हस्तक्षेपलाई बढाउँछ। विगतमा कसैले गल्ती गरेको छ, त्यो कुन जातको हो सम्बन्ध भएन, उसले सजाय पाउनुपर्छ, त्यो मेरो पनि माग हो। तर जातीय युद्ध गरेर दाजुभाइ बीचको काटमार कसैले पनि नगरौँ। सबै सँगै मिलेर सुन्दर नेपालको परिकल्पना गरौँ। जय हर्क साम्पाङ, जय श्रम संस्कृति पार्टी, जय नेपाल।